साथीहरू नमस्कार। आज हामी तपाईले टिकटकमा अनि फेसबुकमा देखिरहनु भएको एउटा पुस्तक पसल न्यू रोड बुक स्टोर जुन काठमाडौँ र पोखरामा छ। सडकबाट एउटा आफ्नो यात्रा सुरु गरेर आफ्नो एउटा छुट्टै पुस्तक बिक्रीको माध्यमबाट चाहिँ एउटा आफ्नो छुट्टै विरासत कायम गर्न सफल हुनुभएका राजेश दाजुसँग आज म आइपुगेको छु न्यू रोड बुक स्टोरमा। उहाँसँगको कुराकानी हामी आज तपाईहरुमा देखाउँछौँ। धन्यवाद दाजु। धन्यवाद सर। वेलकम टु माइ सो। धन्यवाद सर। के छ दाजु, आराम हुनुहुन्छ? एकदम ठिक छ सर। के कसो छ किताबको व्यापार अहिले? अहिले 6 महिनाको अन्तरालमा नेपाली साहित्यिक पुस्तकहरूको व्यापार चाहिँ बढेको छ। हाम्रा भाइ बहिनीहरू जुन सोशल मिडियामा व्यस्त हुनुहुन्थ्यो भनेदेखि अहिले चाहिँ ती भाइ बहिनीहरूको हातमा पुस्तक देख्न पाएको छु। एकदम खुसी छु है। किताब पढ्छन् र जस्तो देखिन्छ कि सामाजिक सञ्जालमा हेर्दाखेरि अहिलेको जुन जेनजी पुस्ताले किताब कतिको पढ्दो रहेछ? यस्तो हो, अब धेरै अगाडि तपाईँको चाहिँ कस्तो थियो भनेदेखि अब कोषको बुक मात्रै सबै बुक भन्ने हुन्थ्यो तपाईँको भनेदेखि। अब अहिलेको परिवेशमा चाहिँ आउट अफ नलेज पुस्तक पढ्नुपर्छ भन्ने धेरै जेनजी भाइ बहिनीमा एउटा मनभित्रबाट उत्पन्न भएको छ होइन। अनि जस्तै आउट अफ नलेज किताबले चाहिँ मानिसलाई चाहिँ अगाडि बढाउँछन्, हरेक कुरो सोच्नलाई बाध्य बनाउँछन् र हामीले चाहिँ कोषभन्दा बाहिरको पुस्तक पढ्दा धेरै कुरो सिक्न पाइन्छ भन्ने देख्नु भएकोले गर्दा अहिलेका भाइ बहिनी किताब धेरै पढ्नुहुन्छ। त्यही त, हजुरको त किताब त देशदेखि विदेशसम्म होइन? कतिको मार्केट कतिको छ? अब धेरैजना हाम्रा चाहिँ साथीहरूले नै नेपाली पुस्तकको मार्केट साहित्यको छैन भन्नुहुन्छ होइन, तर मैले चाहिँ छ देखेको छु। मलाई कति 1 घन्टा भयो आएर बसेको, साथीहरू आउँदै किताब लाँदै गर्नुभएको, म आफै सरप्राइज परेको छु। त्यही त, यो वास्तवमा भन्नुपर्दा मेरो पसलको न्यू रोड बुक स्टोर भनेको जेनजी भाइहरूको नै बुक स्टोर हो कि तपाईँको। त्यही भाइ बहिनीलाई एकदम माया गर्छु क्या म। एकदम राम्रो देखेँ कि मैले टिकटकमा फेसबुकमा पनि हजुरको। हजुर। अनि त्यही भएर एकचोटि दाजुलाई नै भेटौँ भनेर आएको। धन्यवाद एकदमै। अनि त्योभन्दा पनि अझ अलिकति मोटिभेटिङ फ्याक्टर चाहिँ के छ भन्दाखेरि हामीले हजुरलाई यही धरमपल साइडमा पहिला किताब बेचेदेखि देखेको, अहिले हजुर यता सिफ्ट हुनुभयो। मेरो त 20 वर्ष त लगभग सडककै स्ट्रगल हो मेरो। जुन सडकमा चाहिँ हावा घाम पानी भन्दै मैले स्ट्रगल भनि नि सर, कहिलेकाहीँ त लाग्छ यो शरीर फलामको शरीर जस्तो लाग्छ क्या त्यो स्ट्रगलले गर्दा के। कति वर्ष गर्नु हुँदैन? त्यो बेला 12 वर्षको थिएँ म। हजुर। 11-12 वर्षको थिएँ। त्यही राजा विद्याखेरि नै हो, तमदर हत्याकाण्ड हुँदाखेरि मैले पत्रिकाबाट सुरु गरेको मेरो व्यवसाय हो। जुन व्यवसायलाई चाहिँ पत्रिकाबाट सुरुवात गर्दै आज चाहिँ यो पुस्तक उसमा सम्म पुर्याउन चाहिँ मेरो आम पाठकहरूको चाहिँ धेरै धन्यवाद भन्न चाहन्छु उहाँलाई। होइन, यो एकदमै प्रेरणादायक कुरा हो, किनभने हामीले, मलाई याद छ म हजुर भन्ने मलाई थाहा थिएन। मैले अस्ति हजुरले त्यो भिडियो हालिसके पछाडि चाहिँ ओके मैले देखिरहेको मान्छे नै चाहिँ त्यहाँ मैले सुरुमा हजुरकोमा अस्ति मैले किताब लिएर गएपछि मैले त्यहाँ खोजेको थिएँ क्या सुरुमा सडकमा। त्यहाँ खोजेको थिएँ। अनि त्यो ग्याप भएको पनि होला, कति वर्ष भयो? यस्तो भयो चाहिँ अब हाम्रो चाहिँ कस्तो हुन्छ नि, हामी त एउटा सडकमा व्यापार गर्दाखेरि पनि अब मैले यो कुरा चाहिँ बारम्बार भनि पनि रहन्छु सोसल मिडियामा पनि होइन। म सडकमा किताब बेच्थेँ हो, मैले थोरै पैसा कमाउँथेँ होला। हो, सरप्राइज भयो क्या म त्यो। अनि तर मेरो मन दुखिरहेको हुन्थ्यो क्या, मैले पैसा कमाउन नपाएर दुखिदिन्थेँ कि। म सडक पेटीमा किताब बेच्थेँ र मेरा त्यहाँ पैदल हिँड्ने यात्रुहरू जुन बटुवाहरू हुनुहुन्छ नि हाम्रा हरेक व्यक्तिहरू, उहाँहरूले सडकमा पैदल मैले चाहिँ क्याप्चर गरेको हुन्थेँ बुकले। तर उहाँहरू चाहिँ सडकबाट हिँड्न पर्ने हुन्थ्यो, एउटा बाध्यता पनि थियो तपाईँको होइन। अनि त्यसले गर्दा नि मेरो मन पिरिरहेको हुन्थ्यो क्या। म प्रायः कहिले मेरो चाहिँ एउटा बुक सप खोल्छु, कसरी म चाहिँ अगाडि बढ्छु भन्ने मेरो पहिलेदेखि सोच थियो। बिस्तारी यो चाहिँ सबै देन चाहिँ म आफूले मात्रै गरेर हुँदैन क्या, मेरा पाठकवर्गको कति वर्ष बेच्नु भयो उता उता फुटपाथमा चाहिँ? मैले 20 वर्ष ठ्याक्कै तपाईँको 20 वर्ष बेसी। अहिले मैले यो पसल खोलेको ठ्याक्कै 4 वर्ष भयो। 4 वर्ष जो 24 वर्षको अन्तरालसम्म यही सङ्घर्षमै छु अझै पनि। होइन, यो त धेरै मान्छेको लागि सपना पनि हो र एउटा सफलता पनि हो। धेरै भन्छु नि, भाइ बहिनीहरूले चाहिँ सपना देख्नुपर्छ कि होइन, सपना नदेखिकन अगाडि बढ्न सक्दैन क्या। तर सपना देखेर मात्रै पनि भएन क्या, त्यो सपनालाई कसरी अगाडि बढ्ने भन्ने पनि चाहिन्छ क्या। राति सपना देखिन्छ, भोलि बिहान छर्लङ्गै हुन्छ, बिहान आउँदाखेरि त्यो सपनालाई बिर्सिने होइन क्या। त्यही सपनासँगै अगाडि बग्नु पऱ्यो, तपाईँ आवश्यक सफलता पुग्नुहुन्छ क्या। कतिको स्ट्रगल भयो त जस्तो रोडमा? अब यहाँ त मैले सोध्दिनँ, म हजुरलाई पसल आफ्नै यता अब छुट्टै स्टोर बनाएर बसिसकेपछि त्यहाँ चाहिँ कतिको गाह्रो साह्रो अप्ठ्यारो कतिको हुन्थ्यो? मेन कुरो चाहिँ पानी पर्दा धेरै गाह्रो हुन्थ्यो है। पानी पर्थ्यो
त्यो बेला छोप्ने प्लास्टिक नभएर म आफै भिजेर पनि त्यो किताब बचाउन खोज्थेँ क्या। अनि देख्थेँ हजुरले हो भनेर अहिले म सरप्राइज भइरहेको छु कि मैले चाहिँ प्रायः फेरि मेरो मन कस्तो छ भने मलाई त्यो किताब भिज्दाखेरि चाहिँ मेरो मन दुख्थ्यो क्या। किनभने मैले यत्रो दुःख गरेर मैले मेरो किताबलाई किन बचाउन सकिनँ भन्थेँ क्या म अझ पनि होइन। अनि त्यो बेला अपरझट पानी किनभने खुल्ला आकाश भनेको तपाईँको चाहिँ एकचोटि पानी मौसम चेन्ज हुन गाह्रै हुँदैन होइन, अकस्मात पानी पर्थ्यो। मैले प्लास्टिक त्यो छोप्ने कुरो ल्याए हुन्थ्यो होला होइन। अनि पानीले किताब भिज्थ्यो, मन धेरै दुख्थ्यो। अनि त्यही किताबलाई सुकाएर नि मेरो पाठकलाई बेच्थेँ मैले होइन। तर फेरि मेरो पाठकवर्ग यति हुनुहुन्छ कि भगवानै हुनुहुन्छ कि उहाँहरू। फेरि मैले त्यो पुस्तकलाई चाहिँ यो पुस्तक तपाईँको चाहिँ प्याकिङ गरेर मैले बेचिदिन्थेँ कि उहाँलाई खुल्लै रूपमा। मैले भिज्यो, मेरो पुस्तक भिज्यो, अनि यस्तो भयो, अनि यसलाई अलिकति कम गरेर दिन्छु भने चाहिँ नाइ भन्नुहुन्थ्यो कि तपाईँको। अनि उहाँले एउटा शब्द के बोल्नुहुन्थ्यो मेरो पाठकले, राईजी पुस्तक भिज्या हो क्या, ज्ञान खिएको होइन क्या, हामी यो ज्ञान पनि लिन तयार छौँ भन्नुहुन्थ्यो कि उहाँले। होइन हजुरको प्राइस पनि एकदमै रिजनेबल लाग्यो। तपाईँले मजाले विद्यार्थी भाइ बहिनीहरूलाई पनि मजाले डिस्काउन्ट दिएको पनि हामीले देख्यौँ होइन। त्यही मायाले गर्दाखेरि पनि फेरि फर्केर आउनु हुँदो रहेछ यहाँ साथीहरू। यस्तो छ तपाईँको, किनभने अहिलेका पढ्ने भाइ बहिनीहरू भनेका गाउँबाटै सहर आएर एउटा चाहिँ कलेज जोइन गर्ने भाइ बहिनी हुनुहुन्छ। अब उहाँहरूलाई के छ भने किताबको म्याक्सिमम् प्राइस महँगो भएर किताब पढ्नबाट वञ्चित हुनुहुन्थ्यो कि तपाईँको। धेरै मैले अध्ययन अनुसार तपाईँको देखेको छु। उहाँले के सोच्नुहुन्छ भने मैले चाहिँ 2टा किताब 3टा किन्नु सट्टा एउटा ग्यास र चामल एकबार किन्न पाएँ भने मलाई 1 महिना पुग्थ्यो क्या भन्ने सोच्नुहुन्थ्यो कि उहाँहरूले। अनि उहाँलाई पढ्ने रहर पनि धेरै थियो क्या। कहिलेकाहीँ साथीभाइको किताब लिएर बोरो पनि गरेर पढ्नुहुन्थ्यो। अब अहिले अडियोबाट तपाईँको सुनेर पनि उहाँले त्यही किताबहरू अध्ययन गर्नुहुन्थ्यो। अहिले तपाईँको यो सोसियल मिडिया तपाईँको आइप्याड भन्ने आयो, तपाईँको त्यसबाट तपाईँको त्यही पिडिएफबाट नि किताबहरू पढ्न सक्नुहुन्थ्यो। तर धेरैजनालाई चाहिँ के भयो भने ती किताब पढेर त्यो फिलै नआउने भयो क्या। जस्तै आफ्नो किताब हुनु र अरूसँग बोरो गरेर ल्याएको किताबमा फरक पर्ने भयो क्या। हजुरलाई नि पर्छ नि, मलाई नि पर्छ। किन पर्छ भने मेरो बानी के छ भने यो बुक पढेपछि जुन राम्रो टपिकलाई मार्क गर्नुपर्छ क्या मलाई फेरि होइन। फेरि पढ्नु पर्छ। फेरि पनि तपाईँको त्यही 3 महिनापछि त्यही किताब बनाउनुलाई हामीले सबै पढिराख्नु पर्छ क्या, त्यही पोइन्ट हेर्न सकिन्छ नि तपाईँको होइन। अनि त्यही भएर नि भाइ बहिनीहरू खुसी हुनुहुन्छ मसँग भन्ने आश छ मलाई अझ पनि है। अनि कति घर परिवार पाल्न पुग्छ त यसले? यस्तो छ अहिलेसम्म के छ प्रगति के छ किताब पसलबाट? अहिलेसम्म यस्तो छ प्रगति होइन। म फेरि ढाड्दिनँ नि सर, मैले किताबै बेचेर मैले कुरो भने पनि छु होइन। मैले किताबै बेचेर घर बनाएको छु है, 1 तला घर छ मेरो। यही किताबै पत्रिका किताब बेचेर बनाएको काठमाडौँमै है। अब अहिले त्यो घर लोनमा छ होइन। ठिक छ, किन लोन त हुनै पर्छ थाहा छ मलाई होइन। किन लोन छ भने मैले त्योभन्दा अब किताब चाहिँ अरू इन्भेस्टिङ गर्नलाई मैले चाहिँ किताब मेरो चाहिँ अझ यहाँ होस्, त्यो भाइ बहिनीलाई अन्त जान नपरोस् किताब किन्नलाई, सबै एउटै थलोबाट होस् भन्ने चाहनाले मैले लोनमा काम गरिरहेको छु। होइन लोन भन्दा पनि लोनको लागि एलिजिबल हुनु नै ठुलो कुरा हो। एकदम होइन धेरैजना साथीहरूले बुझ्नुहुन्न, लोनको लागि एलिजिबल जो कोही मान्छे हुँदैन होइन। अस्ति पनि एउटा तपाईँले सुन्नु पनि भयो होला न्युजमा, रोबर्ट के साक्के नि यति यस्तो रिच ड्याड पुअर ड्याड लेख्ने लेखक यस्तो लोनमा हुनुहुन्छ भनेर कुरा सुन्नु पनि भयो होला। जो मान्छे लोन हुँदैन त्यो मान्छे कहिले अगाडि बढ्दैन क्या। स्ट्रगल भनेको लोन हो क्या। त्यसमाथि हामी केटा मान्छेलाई त पुरुष मान्छेलाई त होइन, लोन भएन भने हामी त्यत्तिकै बिग्रिन्छौँ क्या। किन लोन भयो भने हामी स्ट्रगल गर्नुपर्छ है। अब यो लोन कसरी तिर्ने होइन, परिवारलाई कसरी ह्यान्डल गर्ने भन्ने हुन्छ नि। नलागेको छोरा मान्छे हुँदैन होइन। त्यही एकदम सर, एकदम होइन। मैले जस्ट हजुरलाई भन्न मिल्ने भए मात्रै भन्नु होइन, कतिजना मान्छेहरू कम्फर्टेबल फिल हुनु एकदम खुलाहरूसम्म। र यो भिडियो बनाउनुको एउटा मोटिभ चाहिँ के हो भन्दाखेरि नेपालमै पनि त केही गर्न सकिन्छ, विदेशी गइराख्नु पर्दैन होइन। एउटा ग्राउन्ड लेभलबाट आएर पनि आफ्नो साम्राज्य चाहिँ विस्तार गर्न सकिन्छ भनेर जस्ट इक्जाम्पलको लागि चाहिँ म विदेश पनि जान खोजेको हो सर। म आजभन्दा विदेश जाने सोच आयो सर। मैले सकिनँ के सडकमा यति दुःख गरेँ होइन। बेलुका खानालाई पुग्दैन मलाई त है, भाइ बहिनीलाई पढाउन पुग्दैन मलाई त। अब म के गर्ने त, मेरो त अब जेठसोटो भएको नाताले गर्दा विदेश जान पर्छ भन्ने सोचमा आएर हाङ्गुल साराम कोरियन भाषा पढी है। पढी 3 महिना कोरियन भाषा पढेर जाँच दिएँ। तर उताबाट भिसा आएन, मेरो लेबर कन्ट्याक्टको भिसा आएन। अनि भिसा नआउनु नै वरदान साबित भयो नि त। त्यही नै म भन्छु, त्यही भाग्यमानी भन्छु क्या। त्यसपछि मैले अझ बुझेँ क्या, मैले चाहिँ होइन मलाई नेपालमै केही गर्नुपर्छ, यहीँ देशमै आफ्नो देशमा केही मातृभूमिमै केही गर्नुपर्छ भनेर। अनि त्यहाँबाट मैले धेरै रिसर्च गर्न थालेँ, जुन युट्युबमा भिडियोहरू जुन मोटिभेसनल स्किलहरू धेरै हेर्न थालेँ। अनि मैले के सिकेँ भनेदेखि जिरोबाट मान्छे स्ट्रगल गर्न सक्छ होइन, विदेशै जान पर्दैन, नेपालमै केही सम्भव छ भन्ने कुरो सिकेर। अनि मैले चाहिँ जुन अब मेरो पाठकलाई सबै किताब म त सडकमा राख्ने थिइनँ नि त, बिक्री हुने किताब थिएँ नि त। अनि मैले के सोचेँ भने सानो किताब पनि राखेर चाहिँ पाठकलाई चाहिँ मैले बनाउनुपर्छ भन्ने सोचेर हरेक भेराइटी किताब राख्ने। अहिले त्यसको देखेँ थिएँ मैले अस्ति हजुरले एउटा टिकटकमा हालेपछि चाहिँ, अनि मलाई ठ्याक्क फ्ल्यासब्याक भएको हो कि ओके यही दाइको पसल रहेछ म भनेर। म आएपछि बल्ल थाहा पाएँ कि मैले अनुहार याद गरेको थिएँ, तर स्टोरी चाहिँ ठ्याक्कै रिलेट भयो कि यहाँनिर।
एकदम अहिले कतिवटा स्टोर छन् नेपालमा? अहिले मेरो वास्तवमा भन्दाखेरि पोखरामा एउटा ब्रान्च छ न्यु रोडमै, यहीँ काठमाडौँमा 2टा शाखा छ नजिकै, एउटा अगाडि र यहाँ र अगाडिपट्टि छ मेरो 2टा सरहरूको न्यु रोडमै। अनि मेरो यस्तो सर यो न्यु रोडमै हुर्केको, न्यु रोडमै व्यवसाय गरेको गर्दा मलाई प्रायः न्यु रोडै भन्ने ठाउँ अब छ नि हामी नेपालमा नै अरू ठाउँमा छन् न्यु रोड छ नि त, त्यही नै पुस्तक न्यु रोड बुक स्टोर राख्नु पनि अझ चाहना छ कि मलाई। एउटा ब्रान्च त मैले पोखरा न्यु रोडमा खोलिसकेँ, अब जस्तै बिरगञ्ज कहानी छ नि त न्यु रोड भन्ने छ नि, त्यहाँ पनि खोल्ने चाहना चाहिँ छ मलाई। भनेको जता जता न्यु रोड हुन्छ त्यहाँ छ न्यु रोड बुक स्टोर। ठिक छ। सप्लाई कता कता गर्नुहुन्छ? अल ओभर है, अल ओभर वर्ल्ड र अल ओभर नेपाल? नेपाल छ, दुइटै छ तपाईँको। होइन मैले एउटा कुरो के देखेँ भने आजभन्दा 5 महिना अगाडि हजुर विदेशमा त्यति बुकहरू जाँदैन थियो कि तपाईँ सर। अनि विदेशमा पनि के भयो भने अहिले तपाईँको चाहिँ नेपाली साहित्यिक पुस्तकहरू चाहिँ धेरै पाठकले रुचाउनु भयो क्या, धेरै पढ्न खोज्नु भयो क्या। अब कस्तो भयो भने पहिला किताब पढ्ने पैसा थिएन, किताब किन्न सक्नु भएन होइन। अहिले किताब छ, किताब किन्ने पैसा छ, किताब छैन। अब विदेशमा हेर्नुहोस् है, समस्या त्यो अवस्था आयो नि छ तपाईँ सर। पैसा किताब पनि छैन, पिडिएफ पढौँ, पिडिएफले आँखा दुख्छ, मजा आउँदैन होइन। अनि त्यही भएर नि अहिले चाहिँ विदेशमा धेरै नेपाली साहित्यिक पुस्तकहरू हाम्रा नेपाली पाठकवर्गले रुचाउनु भएको छ, माया गरिदिनु भएको छ। त्यसले गर्दा लेखकज्यूलाई नै बचाउनु भएको छ, हामी जस्तो सानो व्यवसाय गर्नेलाई नै बचाउनु भएको छ होइन। यसको लागि चाहिँ म चाहिँ एकदम पाठकवर्गलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु सर यसको लागि। अन्तिममा धेरै कुरा गरिनु दाइ मैले हजुरसँग, अब सबै कुराहरू देखिहाल्नु भएको छ। हाम्रो साथीहरूले न्यु रोड बुक स्टोर भनेर टिकटकमा फेसबुकमा हेर्नुभयो भने उहाँलाई भेट्नुहुन्छ, उहाँले कस्ता कस्ता किताब बेच्नुहुन्छ भने पनि सबै त्यो छर्लङ्ग देखिन्छ। फेरि मेरो बानी एउटा नराम्रो पनि छ नि सर, फेरि सुनिस् न, म जुन किताब म पढ्छु होइन मेरो हटमा टच हुनु पऱ्यो, जुन मेरो पाठक बजाउँछ रिभ्यू पनि सोध्छु म। जस्तै यो किताब पढेर रिभ्यू सोध्छु नि त, अनि ठिकै लाग्यो राम्रै छ भनेर रिभ्यू आयो भने म त्यो किताबलाई चाहिँ मेरो रेकमेन्ड गर्छु पाठक माझमा। आइन्दा यो किताब मलाई अलि उनी लाग्यो भनेपछि म फेरि 10-15 जनाको रिभ्यू सोध्छु कि म, अनि भएन भने म त्यो किताब फेरि सुरु गरिदिनु सर। किन सुरु गरिदिनु भनेपछि त्यो पाठकको हातमा चाहिँ पैसा र समय खेर नजाओस् भन्छु क्या, किनभने पैसा पनि खर्च होस्, समय खेर जाने होइन, त्यो चाहिँ नहोस् भन्ने चाहन्छु कि। एकदमै राम्रो। अब जो विदेश जान चाहनुहुन्छ होइन, स्वदेशमा चाहिँ भविष्य नै देख्नुहुन्न, उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ? यस्तो सर, अब विदेश जान चाहनेलाई चाहिँ म रोक्न चाहदिनँ फेरि होइन। जब नेपालमा स्ट्रगल गर्न सक्नुहुन्न होइन, विदेशमा गएर दुःख भोग्नुहुन्छ नि, अनि नेपाल फर्किनुहुन्छ नि, विदेशभन्दा नेपाल स्वर्ग भन्न ठान्नुहुन्छ कि उहाँहरूले। त्यो त अब पोखरीमा आफ्नो हाम फालिकन पानी कति गहिरो छ त्यही त भने नि सर। अब जस्तै हाम्रो 2टा हात खुट्टा छ नि त सर होइन, जो मान्छे चाहिँ पौडी खेल्न जान्दैन जब आफ्नो हात खुट्टा चलाउन सक्छ नि ऊ मात्र तैरिन सक्छ क्या। नेपालमा चाहिँ के छ त च्यालेन्जेसहरू के छ, के देख्नु भएको छ? यस्तो छ नेपालको च्यालेन्ज भने गभर्मेन्ट समय सर, हाम्रो छैन क्या समय सर। यहाँ छ क्या धेरै कुरो हामीले सक्छौँ क्या तपाईँ गर्नलाई, पोलिसी लेभलमा मात्रै प्रब्लम देखेको। त्यही हो क्या धेरै कुरो। अब विदेश जानु नि त्यही कारण त हो नि, हेर्नु त दिन प्रतिदिन बढ्ने कारण त्यही त हो नि। धेरैजनाले चाहिँ अलिक सेक्युरिटी छैन नेपालमा, त्यो हिसाबले चाहिँ आफ्नो अब आज यस्तो क्या नयाँ लगानीकर्तालाई चाहिँ नयाँ बिजनेस गर्नेलाई के छ भनेदेखि होइन, आज एउटा चिया कफी खोल्यो होइन, खोल्यो हजुरको होइन, खोल्नुहुन्छ। अब 1 दिन व्यापार हुन्छ, 2 दिन व्यापार हुन्छ, 1 महिना हुन्छ, 2 महिना हुन्छ होइन, 3 महिना हुँदैन होइन। ए के व्यापार गर्ने भएन, विदेश जाउँ भन्नुहुन्छ क्या। सकभर के भन्छु भने होइन, आज भएन, भोलि भएन, 1 वर्ष 2 वर्ष तपाईँ अवश्य 5 वर्षसम्म स्ट्रगल गर्नुहोस् नेपालमा बसेर, भएन भनेदेखि अनि विदेश जानु क्या होइन, अनि विदेश जानु क्या। तर विदेश जानै पर्छ भन्ने नि छैन क्या, त्यो छैन क्या। नेपालमा सकिन्छ क्या, किनभने म पनि एज एउटा चाहिँ त्यो बेला युवा भएको अवस्थाले म पनि अहिले विदेश कोरिया कोरिया गइदिए भए होइन, कोरिया गए भए मैले कमाउँथेँ 1-2 करोड कमाउँथेँ होला होइन, तर पैसा कमाएर मात्र भएन, इन्भेस्ट त चाहियो नि त। अहिले त मेरो त्यही पाठकहरू हुन्छ, यति वर्ग हुनुहुन्छ होइन, उहाँहरूको मायाले मलाई त्यही भरिपूर्ण छ क्या होइन। म बाटोमा जहाँ हिँड्छु नि हाम्रो राइस दाई होइन, न्यु रोड बुकको दाई होइन, उहाँ भन्नुहुन्छ क्या, त्यो नि गर्व लाग्छ क्या। हामी अहिले हजुर जोड्यौँ, तपाईँ र म जोड्यौँ नि होइन, त्यो पनि यो पनि हाम्रो एउटा चाहिँ माया नै हो नि त भाइ सर हजुरको होइन। ओके, हस्, थ्याङ्क यू सो मच दाजु। हस् धन्यवाद होइन। अब म आएको लगभग 2 घन्टा हुन लाग्यो दाजुको पसलमा, मान्छे आएको है अहिले पनि यहाँ अब कति हजार आयो, कति सय आयो भनेर बोलिरहेछ होइन। हजुर हजुर, यति राम्रो व्यापार छ भनेपछि नेपालमा सम्भावना छ भनौँ, नेपालमा सकिन्छ है, नेपालमा चाह्यो भने सम्भव छ होइन, गर्न सकिन्छ होइन। अनि फेरि मैले फेरि हाम्रा युवा भाइ बहिनीलाई विदेश नजानु नि भन्दिनँ कि, जान तपाईँले केही सिक्नुहुन्छ, पाठ सिक्नुपर्छ भनेदेखि तपाईँ स्ट्रगल के हो भन्ने नेपालमा बुझ्नु भएन, तपाईँ विदेश गएर बुझ्नुहुन्छ क्या। त्यही भएर जानुहोस्, तर नेपालै फर्किनुहोस् क्या। त्यसको भुक्तभोगी त म आफै पनि हजुरै होइसक्नुहुन्छ नि त होइन, त्यही भएर गएर नेपालमा फर्किनुहोस्, अनि नेपालमा केही गर्न सकिन्छ भन्ने म भन्छु ल। हस्, थ्याङ्क यू सो मच दाजु। हस् धन्यवाद, एकदम सो मच फर टाइम। थ्याङ्क यू सर, थ्याङ्क यू सर, थ्याङ्क्स, नमस्ते। हस्।